हाउ टू मेक मटन। लेट्स गो। जालसँग चलाउनु ठिक छ। त्यसै पाकेर रेडी भइसक्यो। हेलो गाइज, मेरो नाम चाहिँ उमेश सिंह धामी र आज म चाहिँ बनेको छु 1 घण्टाको लागि सेफ। आज म बनाउनेवाला छु मटन। सो मासु बनाउनको लागि हामीलाई सबभन्दा पहिला चाहिन्छ मासु। त्यसपछि चाहिन्छ हामीलाई यसलाई के भन्छन् गाइज, यसलाई भन्छन् खडा मसला। त्यसपछि हाम्रो एउटा करेन्ट मिट मसला। त्यसपछि टमाटर, प्याज, लसुन अदरकको पेस्ट। त्यसपछि हामीलाई चाहिन्छ कुकर। मटन बनाउँदाखेरि कुकरमा अब सबभन्दा पहिला काम ग्यास चालु गर्ने। म चाहिँ गएँ ग्यास चालु गर्नुतिर। हजुरहरू चाहिँ लाइक कमेन्ट ठोकिहाल्नुहोस् त। ल म चाहिँ गएँ ग्यास चालु गर्नतिर। ग्यास चालु भइसकेको छ, हेर्नुहोस्। अब हाल्ने छ यसमा बेलकुलु तेल। ठिक छ, बेलकुलु हाल्नु है, राम्रो हुन्छ। तेल हालिसकेको छु। त्यसपछि हजुरहरू तेललाई गरम हुन दिनु होला। तेल चाहिँ डजिसकेको छ। त्यसपछि हाल्ने हामीहरू खडा मसलाहरू। खडा मसला हाल्ने एकछिन यसलाई चलाइने। त्यसपछि हामीले हाल्ने त्यसपछि हाम्रो मेन क्यारेक्टर प्याज। प्याजलाई हालेर हामीले चलाइदिने। अनियनलाई चाहिँ ब्राउन हुँदासम्म यसलाई के गर्छन्, फ्राई गर्ने। त्यसपछि हामीले चाहिँ टमाटर हाल्ने। ठिक छ, लेट्स गो। हेर्नुहोस्, हाम्रो चाहिँ प्याज ब्राउन भइसकेको छ। त्यसपछि हाल्ने हामीहरूले चाहिँ टमेटर। ओके, त्यसपछि हामीले हाले टमेटो। त्यसपछि यसलाई पनि पुरा चलाइदिने। हाम्रो टमाटर पनि पाकिसकेको छ। यसपछि हामीहरूले चाहिँ हाल्ने मसला हाम्रो अदरक लसुनको पेस्ट। ओके गाइज, त्यसपछि यसलाई पनि भुट्ने। हाम्रो मसला रेडी भएपछि त्यसपछि हामीले चाहिँ हाल्ने मिट। ओके, मिटलाई यसरी उठाउने, यसरी ल्याम्मै हाल्ने, यसरी उठाउने, यसरी ल्याम्म हाल्ने, यसरी उठाउने, यसरी ल्याम्म हाल्ने। त्यसपछि यसलाई पनि चलाउने। मजासँग चलाएर यसलाई पनि पाक्न दिने। मजासँग चलाउनु। ठिक छ। त्यसपछि हामीले स्वादअनुसार नुन, हल्दी, बेसार के हाल्नुपर्छ हाल्ने। त्यसपछि हामीले चाहिँ यसमा लगाइदिने कुकरमा सिटी बन्छ हाम्रो मटन। ओके, लेट्स गो। त्यसपछि पानी हाल्ने। त्यसपछि हाम्रो चाहिँ एकछिनको लागि मजाले सिटी लाग्न दिने। ओके, कुकरलाई चाहिँ बन्द गरिदिने। सिटी मजाको लाग्न दिने कि गाइस। त्यसपछि हाम्रो बन्छ मटन। ल गो। हाम्रो चाहिँ सिटी लाग्न स्टार्ट भइसकेको छ गाइस, हेर्दै गर्नुहोस्। एकैछिनमा सिटी लाग्छ। हाम्रो सिटी लागिसकेको छ गाइस। हाम्रो सिटी चाहिँ लागिसकेको छ। अब चाहिँ हामीहरू ग्यास बन्द गरिदिने। ओके, सो लेट्स गो। मासु चाहिँ पाकेर रेडी भइसकेको छ गाइस। अब चाहिँ म गर्दैछु झोल हजुरआमा र हजुरबाउको लागि। लेट्स गो। खाबु खा तमलाई क्या हो त्यो के दरे हो। फाइनली गाइज हाम्रो चाहिँ खाना रेडी भइसकेको छ। मासु, काँक्रा, रोटी एन्ड भात। आजको भिडियोमा यति नै। हामी मिल्नेछौँ नेक्स्ट भिडियोमा। बाई बाई।